हेर हाम्रो घर निराको पोखरीमा कमल फुल भिनाजु चाहिँ वन अफिसबाट भ्रमण जाँदाखेरि अनि लिएर आएर यहाँ पोखरीमा फालिदिनु भएको। अहिले चाहिँ बढेर यस्तो राम्रो भएको छ। सबजना हेर्न आउँछन् कति राम्रो कमलको फुल भनेर। यहाँ चाहिँ एकदम राम्रोसँग बिहानमा चाहिँ एकदम राम्रोसँग फुल्छ। अनि हेर्न सक्नुहुन्छ है गाइज, तिमीहरूले नि सबैजनाले हेर्न पाउनुहुन्छ। सब एउटा सानो बुट्टा कहाँको पोखरीमा घुम्न जाँदाखेरि, वन जङ्गलबाट घुम्न जाँदाखेरि भेट्टाएर त्यहाँबाट बिउ ल्याएर अनि फालिदिनु भएको। अनि यो चाहिँ बिहानमा चाहिँ फुल्ने अनि बेलुकामा चाहिँ फेरि सुक्ने हुँदो रहेछ। अनि बिहान बिहान चाहिँ सधैँ फुल्ने रहेछ क्या गाइस। यो चाहिँ यस्तो राम्रो भएर ल त हेर्नु होला है सबजनाले।